नमस्ते। म रुद्र काफले यहाँ उस्टर म्यासाचुसेट्सबाट आज चाहिँ यसो हेलो पनि भनौँ। आज एउटा मलाई सानो हुँदाखेरि स्कुलतिर कलेजतिर स्कुलमा भनौँ न, स्कुलमा हुँदाखेरि पढेको एउटा कविताको याद आयो। अनि यहाँ चाहिँ अनलाइन पनि त्यो कविता भेटाएँ। अनि यो कविता पढौँ भनेर पढ्न मन लाग्यो। अनि तपाईँलाई पनि सुनाउनु पऱ्यो भनेर यो कविता चाहिँ माधव प्रसाद घिमिरेले लेखेको कविता, गौरी खण्ड काव्यबाट। यो कविता चाहिँ को शीर्षक रहेछ के लेख्नु मैले पर्यो भन्ने रहेछ। शार्दूल विकृत छन्दमा 19 अक्षर हुन्छन् यसमा। म एकपल्ट कोसिस गर्नु पर्यो भनेर। धरती यो हरियो थियो सगरका तारा उज्याला थिए, मेरै प्रीति सुहाई कान्तिपुरका सन्झ्या लाग्ला थिए। छाया आज पर्यो छिप्यो छवि कहाँ, के देख्नु मैले पर्यो आँसुमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पर्यो। मेरीलाई म देख्छु झलझल त्यही टाँसिन्न यो पत्रमा, मेरीको मनको किनार रङ्गिलो गाँसिन्न यो पत्रमा। यो बाया मुटु चस्कदो छ कसरी जान्दैन कोही पनि, छाया एकमा भित्र रुन्छ कसरी सुन्दैन कोही पनि। मेरा अक्षर लेखिदे बनचरी वैशाखको पातमा, बोल्हे गौल सिमल चुडेर दिलयो एकान्तको रातमा। लैजा बादल दूर देश दिलको आँसु कहाँ छन् उनी, आउन् हकी काव्य सुन्न उनकै फर्केर कहिल्यै पनि। मेरो साथ बसेर हाँसिरहने रानी खरानी बन्यौ, आमा शान्ति र कान्तिकी सकलकी साझा कहानी बन्यौ। आफै ईश्वरले रचेर कसरी त्यो चित्र च्यातिदियो, के थालु अब लेख्न जीवन जहाँ देखिन् इति श्री भयो। सम्झी ल्याउँछु आज छैन रिसकै गाली गरे हुँ किन, जाने नै रहिछन् नि त्यो दिन त्यसो मैले गरे हुँ किन। आफ्नैले त खसुर गर्छ अहिले देखेर पो के भयो, के सम्झेर गइन् उनी गुणकथा लेखेर पो के भयो। आनन्दी दुनिया छ एक मनको मेरा पखेटा मनी, छन् दुखी परिवार किन्तु घरमा चिसा परेला मनी। केही छैन उपाय खाली कमलो छाती लिएको कवि, टाढा ताक्छ नगिच गुम्छ कविता मुर्दा छैनन् छवि। एउटा मानिस जो गयो हृदयको सर्वस्व मेरो गयो, एउटा पुस्तक लेखियो हृदयको रुन्चेको नदेखियो। साँचो जीवन त्यो गुमाई कसरी झुटो कथा यो भनु, बैरीलाई समेत लेख्न नपरोस् यस्तो अरू के भनु। कोही भन्छन् शिरको सिन्दुर सहितै गौरी गइन् स्वर्गमा, कोही भन्छन् यस काव्यमा मर्छन् गौरी यही मर्त्यमा। बाँचेको क्षण सत्य हो अरू कुरा के हो कसो हो अब, तिमेरी घरमा थिइन् हृदयको
छन् सम्झनामा अब कोट्याउ कति घाउ यो कलमले अड्कन्छ है सम्झी ती दिन ती कुरा हृदयमा खड्कन्छ है खोली पुस्तक आँसुको लहर यो हेरेर बत्ती मनी सम्झिदेऊ सबले कुनै दिन यहाँ गौरी थिइन् रे भनी सम्झिदेऊ सबले कुनै दिन यहाँ गौरी थिइन् रे भनी। है त यो चाहिँ एउटा शोक काव्य माधव प्रसाद घिमिरेको गौरी खण्डकाव्य शोक काव्यबाट चाहिँ यहाँ भेटाएँ अनलाइन र यहाँलाई पढेर सुनाएँ है त। थ्याङ्क यू, नमस्ते।